ओके, अब जेनरली हाम्रो यहाँनिर आजको टपिक के रहेको छ भन्दा ट्रान्सफर्मेसन भन्ने टपिक रहेको छ। कसैले मलाई यो ट्रान्सफर्मेसनको मिनिङ के हुन्छ त्यो भनिदिनुहोस् त। ट्रान्सफर्मेसन भनेको के हो? ट्रान्सफर्म हुनु भनेको के हो? ट्रान्सफर्मर त तपाईँहरूले पढ्नुभयो होला, ट्रान्सफर्मर भन्ने फिल्म पनि हेर्नुभयो होला। यो चाहिँ के छ त? एउटा ठाउँबाट अर्को ठाउँमा जाने अथवा चेन्ज हुनु। ट्रान्सफर्मेसन भनेको चाहिँ कस्तो भयो भने पोजिसनमा चेन्ज आउनु होइन। एक तरिकाले हामीले बुझ्दा ट्रान्सफर्मेसनलाई के बुझिन्छ त? पोजिसनमा के गर्नु त? चेन्ज आउनु। यसलाई नै हामी के भनेर भन्छौँ? ट्रान्सफर्मेसन भनेर भन्छौँ। ठिक छ। अब म्याथमेटिकल्ली यसको स्टडी गर्दाखेरि हामीले यो ट्रान्सफर्मेसनलाई खासमा यतापट्टि पढ्दाखेरि जियोमेट्रिक ट्रान्सफर्मेसन भनेर पढ्नुपर्ने हो। बट हामीले ट्रान्सफर्मेसन बुझ्दाखेरि जेनरली जियोमेट्रिक भनेर मात्रै पढिरहेको हुन्छौँ। तर ट्रान्सफर्मेसन यही जियोमेट्रिक टाइपको मात्रै हुन्छ भन्ने छैन, अरू विभिन्न प्रकारका ट्रान्सफर्मेसनहरू पनि हामी गर्छौँ। तर मिनिङफुल्ली कुरा बुझ्दाखेरि म्याथमेटिक्समा हामीले एउटा कुरा भिजुअलाइज गर्न सक्ने भनेको जियोमेट्री हो, किनभने जियोमेट्री देखिन्छ नि त। तर अल्जेब्रा होइन, अब यो सिक्वेन्स सिरिजहरू है, त्यसै गरी क्वाड्रेटिक इक्वेसनहरू होइन, अथवा तपाईँहरूको स्ट्याट पनि अलिअलि भिजुअलाइज हुन सक्छ। तर जियोमेट्रीको टपिकहरू ट्याक्राकै देखिन्छ कि यो र यो यस्तो हुन्छ, यो यस्तो भएर यो यस्तो हुन्छ, इक्वल हुनुपर्छ अथवा इक्वल हुनु हुँदैन, इक्वल एरिया हुन्छ हुँदैन, भोल्युम इक्वल हुन्छ हुँदैन, त्यो सबै कुराहरू देखिन्छ नि त है। त्यही भएर जेनरली यहाँ जियोमेट्रिक ट्रान्सफर्मेसनको हामी कुराहरू गर्छौँ है त। र यहाँनिर एउटा टर्मिनोलोजी आउँछ इन्भेरिएन्ट भन्ने टर्मिनोलोजी आउँछ। हुन त म्याथमेटिक्समा इन्भेरिएन्टको अर्थ धेरै नै डिप छ। ठिक छ। जेनरली इन्भेरिएन्ट भनेको चाहिँ कस्तो हो भन्दाखेरि कुनै पनि अपरेसन गर्दा अथवा ट्रान्सफर्मेसन गर्दा यदि कुनै अब्जेक्टमा केही पनि चेन्ज आएन भने त्यसलाई चाहिँ के भनिन्छ त? इन्भेरिएन्स भनेर भनिन्छ। इन्भेरिएन्स भनेको चेन्ज नहुनु। ठिक छ। इन्भेरिएन्स भनेको के हो त? चेन्ज नहुनुलाई चाहिँ इन्भेरिएन्स भनेर भनिन्छ। ठिक छ। त्यो अब्जेक्टमा चेन्ज नआउनुलाई इन्भेरिएन्स भनेर जेनरली बुझिन्छ। अब मेन यति नै कुरा हो। जेनरली ट्रान्सफर्मेसनमा कसले काम गरौँ भन्ने कुराहरू त अब धेरै अगाडिदेखिको ट्रान्सफर्मेसनमा काम भइरहेको हो है त। कसले इन्ट्रोडक्सन गरौँ के हो भन्ने कुराहरू त खासै एक्ज्याक्टली त्यस्तो छैन। बट केही म्याथमेटिसियनहरूले यो सम्बन्धी कामहरू गरेको छन्। त्यसको बारेमा त खासै हामीले स्टडी गरिराख्नु पर्ने जरुरी पनि छैन है। त्यसको बारेमा हामीले खासै बुझ्नु जरुरी पनि छैन। जस्ट के हो त भन्दाखेरि ट्रान्सफर्मेसन भनेको के हो त? एक प्रकारको अपरेसन हो। यसरी बुझौँ। जियोमेट्रीमा अथवा अल्जेब्रामा हामीले अपरेसनहरू पढ्छौँ नि। अल्जेब्रा जुन अल्जेब्राको टपिक छ, अल्जेब्राको टपिकमा हामी अपरेसनहरू पढ्छौँ। जस्तै एडिसन गर्ने, सब्ट्र्याक्सन गर्ने, मल्टिप्लिकेसन गर्ने, डिभिजन गर्ने, स्क्वायर रुट लिने, क्युब रुट लिने, स्क्वायर गर्ने, क्युब गर्ने, यस्तो अपरेसनहरू हामी पढिरहेको हुन्छौँ है। यो चाहिँ हामीले भिजुअलाइज हुने भन्दा पनि हामीले जेनरली जहिले नै पढ्दै आइरहेको छौँ। त्यही भएर यो कुराहरू हामीले थाहा छ। जस्तै जब तपाईँहरूले सेटहरू पढ्नुहुन्छ, सेटहरूमा पनि तपाईँहरूले अपरेसनहरू पढ्नुहुन्छ। जस्तै युनियन एउटा अपरेसन भयो, इन्टरसेक्सन एउटा अपरेसन भयो, डिफरेन्स एउटा अपरेसन भयो, कम्प्लिमेन्ट लिनु पनि एउटा अपरेसन हो। पछि गएर तपाईँहरूले यो सिमेट्रिक डिफरेन्स भनेर पढ्नुहुन्छ। यो सेटहरूमा गरिने अपरेसनहरू हो है। विभिन्न यिनीहरू सबै के हुन् त? एब्स्ट्र्याक्ट अब्जेक्ट्सहरू हुन्। एब्स्ट्र्याक्ट भनेको जुन रियल वर्ल्डमा त्यसरी देखिँदैन, डिरेक्टली अब्जर्भेबल छैन, तर इन्डिरेक्टली के छ त? रिलेटेड कुराहरू छन् है। हो। अब डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट म्याथमेटिकल अब्जेक्ट्सहरूलाई डिफ्रेन्ट वेमा डिफाइन गरिन्छ। त्यही अनुसार अल्जेब्रामा यसरी प्लस माइनस डिफाइन गर्यो, सेटमा यो भयो। त्यसै गरी जियोमेट्रीको कुराहरू गर्दाखेरि जियोमेट्रीमा ट्रान्सफर्मेसनहरू पनि के हो त? अपरेसन्सहरू हो। ओके।
अब यहाँनिर एउटा तपाईहरुलाई डेफिनेसन चाहिन्छ, त्यो के हो त? अपरेशन्स भनेको चाहिँ के हो त? अपरेसन गर्नु भनेको के हो भन्दा अपरेसनलाई एकदम सिम्पल भाषामा बुझ्दाखेरि केही इनपुट लिएर केही आउटपुट निकाल्नु। जस्तै तपाईहरुले फंक्सन्सहरुमा पढे जस्तै एनी इनपुट लिएर कुनै इनपुट लिएर तपाईहरुले त्यसको एउटा सर्टेन आउटपुट निकाल्नुहुन्छ भने त्यो के हो त भन्दाखेरि अपरेसन गरेको हो। जस्तै सेटमा पनि जब कुनै दुईवटा सेटको युनियन गर्नुहुन्छ त्यो इनपुटहरु भनेको इनपुट सेटहरु भयो, अपरेसन्स भनेको त्यो काम गरिने भयो र त्यसले एउटा सर्टेन आउटपुट दिन्छ। त्यसैगरी जब जियोमेट्रीमा हामी ट्रान्सफर्मेसनको कुरा गर्छौं, ट्रान्सफर्मेसन भनेको चाहिँ के हो त? ट्रान्सफर्मेसन भनेको जियोमेट्रीका अपरेसनहरु भनेर बुझ्न सकिन्छ। जियोमेट्रीमा युज हुने अपरेसन्सहरुलाई के भनिन्छ त? ट्रान्सफर्मेसन भनेर बुझ्न सकिन्छ। ओके, अझै डिपली बुझ्दाखेरि यसरी तपाईहरुले बुझ्न सक्नुहुन्छ। सुरुमा हामीले के भन्यौ? पोजिसनमा चेन्ज आउनु भनेर भन्यौ। अझै डिपली बुझ्दाखेरि जियोमेट्रीमा युज हुने अपरेसन्सहरु भनेर भन्न सकिन्छ। यहाँनिर जति ट्रान्सफर्मेसन्सहरु हामी पढ्न गइरहेका छौं, दे आर नट द ओन्ली ट्रान्सफर्मेसन्स है, अरु पनि हुन्छ। तर हामीले जुन जेनरल नलेज छ त्यसको बारेमा कुरा गर्छौं। र ट्रान्सफर्मेसन्समा तपाईहरुले के कुरा ख्याल गर्नु बुझ्नु पर्यो भने यसलाई बुझेर अगाडि बढ्नु, रटेर भन्दा पनि बुझेर अगाडि बढ्ने है त। जेनरली ट्रान्सफर्मेसन्सहरुमा हामीले चारवटा प्रकारका ट्रान्सफर्मेसन्सहरुलाई स्टडी गर्छौं। के हुन्छ ती चार प्रकारका ट्रान्सफर्मेसन भन्दाखेरि एउटा छ रिफ्लेक्सन, दोस्रोमा आउँछ तपाईहरुको रोटेसन, रिफ्लेक्सन आउँछ, रोटेसन आउँछ, त्यसपछि आउँछ ट्रान्सलेसन र चौथोमा आउँछ तपाईहरुको इन्लार्जमेन्ट भनेर आउँछ। अब जहिले इन्लार्जमेन्ट हुनुपर्छ भन्ने पनि छैन है। यहाँनिर इन्लार्जमेन्ट यसलाई चाहिँ खासमा स्केलिङ भन्नुपर्ने हो, तर यहाँनिर हामीले इन्लार्जमेन्ट अपरेसन मात्र के गरिरहेका छौं? स्टडी गरिरहेका छौं। अब हामी जाउँ फर्स्ट एन्ड फरमोस्ट हाम्रो कुरा के छ त? रिफ्लेक्सनको कुरा छ। रिफ्लेक्सनको कुरा छ। अब एउटा सिम्पल क्वेशनबाट म अगाडि बढ्न चाहन्छु। तपाईहरुले प्लेन मिररहरुको बारेमा साइन्समा पढ्नु भएको छ? प्लेन मिररहरुको बारेमा पढ्या हो? यस सर। प्लेन मिररको बारेमा पढ्या हो। प्लेन मिररमा अब्जेक्ट, मानौ मैले यहाँनिर अब्जेक्ट राखे, यो अब्जेक्टको यहाँ मिररसम्मको डिस्टेन्स डी छ अरे। अब मानौ यहाँनिर यो अब्जेक्टको इमेज यहाँनिर आउने भयो। अब यो अब्जेक्टको इमेज, सरी यो अब्जेक्टको इमेज यहाँ, यो यसलाई अब्जेक्ट मानौ, यसलाई इमेज मानौ, ठीक छ? अब्जेक्ट र इमेज। यो अब्जेक्टको इमेज, यो अब्जेक्टको मिररसम्मको डिस्टेन्स डी हो भने इमेजको मिररसम्मको डिस्टेन्स कति हुन्छ? अब्जेक्टको मिररसम्मको डिस्टेन्स डी हुन्छ भने इमेजको कति हुन्छ? डी नै हुन्छ सर। डी नै हुन्छ। किन? किनभने दुवैको डिस्टेन्स सेम छ। सेम हुन्छ, सेम छ हैन, सेम हुन्छ। अब्जेक्ट डिस्टेन्स र इमेज डिस्टेन्स बराबर हुन्छ। ओके, अब यो क्वेशन तपाईहरुले खोज्नु पर्छ। तपाईहरुले सुन्नुभयो नि? तपाईहरु मध्ये कसलाई साइन्स एकदम धेरै मन पर्छ? मलाई मन पर्छ। जसले मलाई भन्यो उले खोज्ने। किन चाहिँ अब्जेक्ट डिस्टेन्स र इमेज डिस्टेन्स बराबर हुन्छ त? एउटा हिन्ट म दिन्छु, यहाँनिर तपाईहरुले यसको बारेमा सर्च गर्न सक्नुहुन्छ। प्रिन्सिपल अफ लिस्ट एक्सन। पछि आफ्टर एससी को पढ्दाखेरि जब म लाइट पढाउँछु यो प्रिन्सिपल अफ लिस्ट एक्सन पनि म बुझाउँछु, तर अहिले परेन। साइन्समा त म बुझाउँदिन किनभने यो कुराहरु हुन त जियोमेट्रिक कुराहरु हो, तपाईहरुले यसो हेर्नु नि बुझ्नुहुन्छ। प्रिन्सिपल अफ लिस्ट एक्सन भनेर भन्छ। लाइटले जहिले पनि यस्तो बाटो मात्र हिँड्छ जुनमा चाहिँ उलाई मिनिमम डिस्टेन्स ट्राभल गर्नु परोस्, यसलाई प्रिन्सिपल अफ लिस्ट एक्सन भनिन्छ। बट यो कुराको हामीले कन्सर्न भएन। हामीलाई के थाहा भयो त? अब्जेक्टको डिस्टेन्स, यो जुन मिरर छ यो मिररसम्म अब्जेक्टको डिस्टेन्स र इमेजको डिस्टेन्स बराबर हुन्छ। अब यो अब्जेक्ट जता भए पनि लागू हुन्छ के। मानौ यो अब्जेक्ट यहाँनिर छ भने यो अब्जेक्टको डिस्टेन्स ई हो भने यहाँनिर आउने जुन इमेज हुन्छ यो इमेजको डिस्टेन्स पनि कति हुन जान्छ त? यतापट्टि आउने जुन इमेज हुन्छ यो इमेजको डिस्टेन्स पनि ई नै हुन जान्छ, जता राखे पनि है। यो मेन यसको कन्सेप्ट हो।
मेन कन्सेप्ट भनेको के हुन्छ त? मेन कन्सेप्ट भनेको object and image are at equal distance from the line of reflection जुन लाइनले रिफ्लेक्ट गरिरहेको छ त्यहाँबाट चाहिँ जुनलाई हामी रिफ्लेक्ट गराइरहेको छौं र त्यो रिफ्लेक्सन जुन आउँछ त्यो के हुनुपर्छ? बराबर डिस्टेन्समा हुनुपर्छ भन्ने कुरा हो। र यो काम हामी चाहिँ कोअर्डिनेट सिस्टम अनुसार काम गर्छौं। हामीले चाहिँ कोअर्डिनेट अनुसार काम गर्यौं भने के हुन्छ भने यसको कुनै रुलहरु नियमहरु बनाउन सकिन्छ। त्यो नियम अनुसार काम गर्न सजिलो हुन्छ। अब रिफ्लेक्सनमा फर्स्ट एन्ड फरमोस्ट सबैभन्दा सजिलो कुराबाट हामी अगाडि बढ्छौं। त्यो के हो भन्दा रिफ्लेक्सन अबाउट एक्स एक्सिस, रिफ्लेक्सन इन एक्स एक्सिस। एक्स एक्सिसमा रिफ्लेक्सन हुँदाखेरि के हुन्छ भनेर र यसको फर्मुलाहरुलाई पनि बुझ्दै जान्छौं। म सबै कुरा त लेख्दिन यहाँनेरि, भन्न खोजेको त्यो ल्याङ्ग्वेजहरु म लेख्दिन्न। ल्याङ्ग्वेजहरु तपाईहरुलाई आफैलाई इच्छा लाग्छ भने मजाले लेख्दा हुन्छ। म मेन कन्सेप्टहरु बुझाउँछु। मानौ यो y एक्सिस छ, यो x एक्सिस छ। एउटा कुनै पोइन्ट मैले यहाँनेरि राखिदिए, यो पोइन्टलाई मानौ pxy, यो हाम्रो अब्जेक्ट जस्तो भयो। अब हामीले यो x एक्सिसको इन टर्म्समा के गर्नुपर्ने छ? यसलाई रिफ्लेक्ट गराउनु पर्ने छ। भनेपछि मैले के गर्छु त? रिफ्लेक्ट गराउनको लागि सर्वप्रथम मैले यो x एक्सिसमा सिधा एउटा परपेन्डिकुलर लाइन तान्नु पर्ने हुन्छ। के गर्नुपर्ने हुन्छ? एउटा परपेन्डिकुलर लाइन मैले यसरी ताने। ठीक छ? परपेन्डिकुलर लाइन ताने। अब यो x एक्सिस अनुसार रिफ्लेक्सन हुने भयो। यहाँनेरि अर्को कुरा के छ भन्दाखेरि यसरी त मैले ताने। यहाँनेरि अब एक्स एक्सिसको इन टर्म्समा रिफ्लेक्ट हुँदाखेरि तपाईहरुको अब्जेक्ट यतातिर आउँछ। कति आउँछ त भन्दाखेरि यहाँनेरि जति आएको छ त्यति नै डिस्टेन्स यता तलतिर आउँछ। ओके, भनेपछि यहाँनेरि यो डिस्टेन्स जति आएको छ यो डिस्टेन्स पनि त्यति नै आउनु पर्यो। अब मलाई भन्नुस्, मानौ यो रिफ्लेक्ट भएको एक्स एक्सिसमा रिफ्लेक्ट हुँदा यहाँनेरि आयो। अब कति आउँछ होला त? प्रथम त यो कोअर्डिनेट कति हुन्छ? यो कोअर्डिनेट तपाईहरुको x0 हुन्छ हो, अथवा यसलाई अर्को कलरले गर्दिनु। यो कोअर्डिनेट जुन छ तपाईहरुको x0 हुन जान्छ। अब हेर्नुस्, यहाँनेरि x कोअर्डिनेटमा केही चेन्ज आउँछ? x कोअर्डिनेटमा केही चेन्ज आउँदैन। तर y कोअर्डिनेट के हुन जान्छ? -y हुन जान्छ। किन? यो तपाईहरुको फोर्थ क्वाड्रेन्टमा छ नि त, केही पनि चेन्ज आएन, यति भ्यालु आउन गयो। ठीक छ कुरा? यो कुरा बुझ्यो? बुझ्यो सर। ओके। अब यदि तपाईहरुलाई देखाउन मन छ कि होइन यसको यति नै आउनु पर्छ भने कसरी देखाउन सकिन्छ त सर भनेर तपाईहरुलाई एन्सर पनि त चाहिने हुन सक्छ। अब हेर्नुस् कसरी देखाउने। यहाँनेरि यो डिस्टेन्स भनेको त x नै हुन्छ। दुवैको लागि यति डिस्टेन्स x नै भयो। अनि यो डिस्टेन्स र यो डिस्टेन्स दुवैको लागि बराबर हुन्छ र हामीलाई थाहा छ यो डिस्टेन्स, यति डिस्टेन्स भनेको कति छ? y छ। किनभने यहाँनेरि y छ यति डिस्टेन्स। यति डिस्टेन्स y भइसकेपछि यति डिस्टेन्स पनि तपाईहरुको y हुन्छ कि हुँदैन? y नै हुन्छ। तर अब कोअर्डिनेटको फर्ममा लेख्दाखेरि यो त हामी कति क्वाड्रेन्टमा छौं? फोर्थ क्वाड्रेन्टमा छौं। फोर्थ क्वाड्रेन्टमा भइसकेपछि हाम्रो त y कोअर्डिनेट नेगेटिभ हुन्छ। त्यही भएर यस्तो भयो। भनेपछि जब रिफ्लेक्सन अन एक्स एक्सिस हुन्छ तपाईको यो pxy भन्ने जुन कोअर्डिनेट छ, pxy भन्ने जुन कोअर्डिनेट छ, यदि हामीले यसलाई एक्स एक्सिसमा के गर्यौं यसरी लेखिन्छ। एक्स एक्सिसमा हामीले रिफ्लेक्सन गरायौं भने तपाईहरुको के आउने रहेछ? p डैश x, -y आउने रहेछ। भनेपछि यदि मैले p2, 3 लाई मैले के गरे त? रिफ्लेक्सन अन एक्स एक्सिस गराए भने, यदि यसलाई मैले रिफ्लेक्सन अन एक्स एक्सिस गराए भने मेरो p डैश कति आउँछ? p डैश कति आउँछ? 2, -3 2, आउँछ। मानौ अर्को कोअर्डिनेट छ -3, -4 भन्ने कोअर्डिनेट छ। यसलाई मैले
एक्स एक्सिसमा रिफ्लेक्ट गरायो भने मेरो कुन आउँछ अर्को पोइन्ट रिफ्लेक्सन पछि -3,4 -3,4 आउँछ। ओके, यो सबैजनाले बुझ्नुभयो होला यो कुरा है। यसरी भयो रिफ्लेक्सन अन एक्स एक्सिस। नेक्स्टमा हाम्रो के लिन सकिन्छ, रिफ्लेक्सन अन वाई एक्सिस भनेर लिने। अब हेर्नुहोस् है त, रिफ्लेक्सन अन वाई एक्सिस गर्दा चाहिँ कस्तो आउने रहेछ त भन्ने कुरा हेरौँ। मानौ तपाईहरुले यसरी यहाँनेर कोअर्डिनेट एक्सिस बनाउनु पर्यो। यो कन्सेप्ट अहिले एकदम राम्ररी बुझ्नु होला है, किनभने यो बुझ्यो भने पछि तपाईहरुलाई काम गर्न सजिलो हुन्छ। यतापट्टि y छ, यतापट्टि x छ। मानौ यहाँनेर मैले एउटा पोइन्ट राखे px, y। अब यसलाई मैले y एक्सिसमा रिफ्लेक्ट गर्नुपर्ने छ भनेपछि यति नै डिस्टेन्समा आउँछ, अर्को यति नै डिस्टेन्समा तपाईहरुको आउन जान्छ भनेपछि अब यो कोअर्डिनेट कति हुन्छ होला, यो कोअर्डिनेट कति हुन्छ होला, -x, y p डैश -x, y हुन्छ। यदि बुझिएन भने प्रुफ गरेर हेर्नु। प्रुफ इज भेरी इम्पोर्टेन्ट है म्याथमेटिक्समा, अहिलेदेखि नै बानी बसाल्ने। मानौ यति डिस्टेन्स छ। अब हेर्नुस् यहाँनेर हामीलाई के थाहा छ, यो डिस्टेन्स र यो डिस्टेन्स बराबर छ। अब यो डिस्टेन्स र यो डिस्टेन्स भनेको कति हो त कसरी हेर्ने, मानौ मैले यहाँनेर यसरी एउटा लाइन तान्दिए, यहाँनेर यसरी एउटा लाइन तान्दिए। यो डिस्टेन्स भनेको यति तपाईहरुको x छ भनेपछि यो डिस्टेन्स पनि तपाईहरुको के हुन्छ, x नै हुन्छ। र यहाँदेखि यहाँसम्मको डिस्टेन्स पनि x नै हुन जान्छ हैन। अब यो डिस्टेन्स दुवैको y नै छ, y मा केही चेन्ज आएन, दुवैको y डिस्टेन्स नै आउन गयो यति डिस्टेन्स। अब यहाँनेर तपाईहरुको x र y नै भयो, यो कोअर्डिनेटको पनि डिस्टेन्स त्यति नै हुन जान्छ। तर यहाँदेखि यहाँसम्म हेर्नुस् है, यसरी हेर्नुस् यो डिस्टेन्स पनि x नै हो। तर अब हामी कहाँ छौं, सेकेन्ड क्वाड्रेन्टमा छौं। सेकेन्ड क्वाड्रेन्टमा -x, y आउन गयो। अब मानौ हामी यहाँनेर यो क्वाड्रेन्टमा छौं, यहाँनेर p के हुन जान्छ, x, -y हुन जान्छ। अब यसलाई मैले यतापट्टि चाहिँ रिफ्लेक्ट गरे भने यो कोअर्डिनेट के आउन जान्छ, -x, -y -x, -y, p डैश -x, -y आउन जान्छ। यो भयो रिफ्लेक्सन अन y एक्सिस। भन्न खोजेको यदि pxy भन्ने कोअर्डिनेट छ र त्यसलाई मैले चाहिँ y एक्सिसमा के गरे त, रिफ्लेक्सन गरे भने, y एक्सिसमा रिफ्लेक्सन गरे भने के आउने रहेछ, p डैश -x, y आउने रहेछ। यो कुरा पनि बुझियो। अब तेस्रोमा जाउँ, थर्डमा जाउँ। थर्डमा हाम्रो के छ, रिफ्लेक्सन अन y इक्वल्स टु x लाइन। ओके, y इक्वल्स टु x लाइन। यो y इक्वल्स टु x लाइन जुन छ यसले x एक्सिस सँग कति डिग्री एंगल बनाउँछ अरे, यसको स्लोप कति हुन्छ, 45 डिग्री हुन्छ। मानौ यो तपाईहरुको y इक्वल्स टु x लाइन हो, यो ओरिजिनबाट पास हुन्छ। y इक्वल्स टु x लाइन भनेको मानौ यो 2 भयो भने यो पनि 2 नै हुन्छ, मानौ यो 5 भयो भने यो पनि 5 नै हुन्छ, मानौ यतापट्टि -3 आयो भने -3 नै आउँछ, किनभने y इक्वल्स टु x छ नि त। x को भ्यालु -3 भयो भने y को भ्यालु पनि -3 नै हुन जान्छ। र यसले चाहिँ x एक्सिस सँग कति स्लोप बनाउँछ त, x एक्सिस सँग उसले 45 डिग्री को के गर्छ, स्लोप बनाउँछ है त। त्यस्तो लाइन हो y इक्वल्स टु x लाइन। ओके, यो कुरा हामीले हेर्यौं। अब यहाँनेरि आउँछ रमाइलो। मानौ मैले यहाँनेरि कुनै एउटा पोइन्ट राखेर हेरे, ल यहाँनेरि एउटा पोइन्ट px, y भनेर राखे। अब यहाँदेखि यहाँ त मैले परपेन्डिकुलर, हेर्नुस् त अब परपेन्डिकुलरको कन्सेप्टले यहाँ काम दियो नि। यहाँदेखि यहाँसम्म मैले परपेन्डिकुलर ताने है, परपेन्डिकुलर ताने। अब फेरि मैले यसलाई यतापट्टि ताने। यहाँनेरि अब मेरो नयाँ कोअर्डिनेट आउँछ, जुन कोअर्डिनेट कति हुन्छ त त्यसको भ्यालु, यो कोअर्डिनेट कति आउँछ होला, x, y नै आउँछ सर। x, y नै आउँछ, स्योर हो? यस सर। मिस्टेक भयो नि के गर्ने,
तपाईँ हुनुहुन्छ, तपाईँले सिकाउनुहुन्छ। हैट फटा मान्छे। ल हेरौँ अब मैले भने यसको कोअर्डिनेट ठ्याक्राकै उल्टो भइदिन्छ। यसको कोअर्डिनेट के भइदिन्छ? ट्याक्राकै उल्टो भइदिन्छ। यस्तो हुन्छ y, x हुन्छ। के तपाईहरुले देखाउन सक्नुहुन्छ कसरी यो हुन्छ भनेर? अब यहाँनेरि प्रुफको कुरा आयो क्या। के तपाईहरुले देखाउन सक्नुहुन्छ यो हुन्छ भनेर? कसरी देखाउन सकिन्छ होला कि यो हो भनेर? म्याथमा त प्रुफ चाहियो, दिमागमा सेट गर्नको लागि त हामीलाई प्रुफ चाहिन्छ। प्रुफ भएन भने त हामीले मरिहालिन्छ नि यहाँनेरि, हैन? कसरी चाहिँ देखाउन सकिन्छ होला त यो हुन्छ भनेर? एनी आइडिया? कसरी आइडिया जेनेरेट गरौँ त ल? ओके, मैले यो कोअर्डिनेटलाई यतातिर तानिदिए, यतापट्टि x भयो र यो कोअर्डिनेट यहाँ भनेपछि यति भ्यालु तपाईहरुको x कोअर्डिनेट भयो र यति माथिको तपाईहरुको के भयो त? y कोअर्डिनेट भयो। मानौ यो पोइन्टलाई मैले कति मान्दिए? o मान्दिए भने यहाँनेरि o नमानौ, यसलाई q मानौ, यो o भयो। यहाँनेरि तपाईहरुले देख्नुभयो OQ भनेको x हो र OP भनेको कति हो? y हो भन्ने कुरा तपाईहरुले देख्नुभयो। अब हामीले यो कोअर्डिनेटलाई पनि हेरौँ। यो कोअर्डिनेटलाई हेर्दाखेरि कुन चाहिँ कलर युज गरौँ त? कलरै भेट्दिनँ म त। के हो यस्तो जिन्दगी? ल अब यसलाई मैले यहाँनेरि ताने अनि यसलाई मैले यहाँनेरि ताने। अब हेर्नुस् है, हामीले के देखाउनु पर्यो भने यो x को कोअर्डिनेट लु मानौ यसलाई q ड्याश भनेर मानौ। अब यो OQ ड्याश भनेको चाहिँ तपाईहरुको y हुन्छ र p ड्याश q ड्याश भनेको तपाईहरुको के हुन्छ? x हुन्छ भनेर हामीले देखाउनु पर्ने छ। कसरी देखाउन सकिन्छ होला त? के आइडिया युज गर्न सकिन्छ यसको लागि? एनीवन? ट्राई गरौँ। हाम्रो यो क्लासको महत्त्व नै यही हो। हामीले बुझ्नु पर्यो कसरी देखाउन सकिन्छ होला। कसरी चाहिँ देखाउन सकिन्छ होला? अर्को एउटा कन्स्ट्रक्सन मैले गरेँ। यहाँनेरि मैले कन्स्ट्रक्सन गरेँ, यो 90 डिग्री छ, यो 90 डिग्री छ। अनि मानौ यो पोइन्टलाई मैले कुन भने त? लो OPQ आयो, यसलाई R भने। एउटा कुरा हामीलाई के थाहा छ भने यो र यो लेन्थ इक्वल छ भन्ने कुरा त हामीलाई थाहा छ नि हो। यो दुईवटा लेन्थहरु एकअर्कासँग इक्वल छ भन्ने कुरा हामीलाई थाहा छ। यो 90 डिग्री छ, यो 90 डिग्री छ हो। यो दुईवटा 90 डिग्री छ। तपाईहरुले कङ्ग्रुएन्ट ट्रायंगल भनेर पढ्नु भएको छ नि है? तपाईहरुले कङ्ग्रुएन्ट ट्रायंगल भनेर पढाएको छ कि छैन? खोइ त बोलौँ न यार, इन्टरेक्सन गरौँ न। तपाईको स्कोर धेरै कम आयो के? हजुर हजुर, तपाईको स्कोर धेरै कम आयो, सुनेन। कम आयो? अरूलाई पनि त्यस्तै भइरहेछ? खोइ त अरू कोही बोल्दैनन्। तपाईहरुले कङ्ग्रुएन्ट ट्रायंगल भनेर पढ्नु भएको छ कि छैन? पढा त थिए सर, तर बिर्से। कसरी बिर्सिन पाउँछ? कङ्ग्रुएन्ट ट्रायंगल हुने एक्जियम्सहरु के हो? कङ्ग्रुएन्ट ट्रायंगलको एक्जियम्सहरु के हो? चेतन? RHS, SSS. ल ओके, RHS भन्छ कङ्ग्रुएन्ट। कङ्ग्रुएन्ट ट्रायंगल भनेको कस्तो हो? तिनीहरुको सेप, साइज, लेन्थहरु सबै इक्वल भयो भने त्यसलाई हामी के भन्छौं? कङ्ग्रुएन्ट ट्रायंगल भनेर भन्छौं। अब यहाँनेरि हेरौँ, यो OPR भन्ने ट्रायंगल जुन छ र अर्को ट्रायंगल ORP ड्याश भन्ने जुन छ, अथवा
ओआरपी र ओआरपी ड्यास कङ्ग्रुएन्ट देखाउन सकिन्छ होला कसरी? एउटा त तपाईहरुको इधरको 90 डिग्री छ, एंगल PRO इक्वल्स टु एंगल ORP ड्यास भनेको 90 डिग्री छ एउटा कुरा भने चाहिँ राइट एंगल आइहाल्यो। अब इधरको हाइपोटेन्युज इक्वल हुन्छ कि हुँदैन होला? अथवा त्यो नगरे पनि यसरी देखाउन सकियो, ल यो भएन अरे। यस एक्जियोमले तपाईहरुको कङ्ग्रुएन्सी प्रुभ हुन्छ कि हुँदैन? हुन्छ नि हैन? साइड एंगल साइडले भनेपछि यहाँनेरि PR इक्वल्स टु RP ड्यास हुन्छ किनभने रिफ्लेक्सनमा जहिले पनि लेन्थ बराबर भयो। अर्को एंगल PRO इक्वल्स टु एंगल P ड्यास RO भयो, 90 डिग्री भयो। त्यसैगरी RO भन्ने साइड भनेपछि साइड एंगल साइड बाट हामीले इक्वली प्रुभ गर्यौं कि गरेनौं? गर्यौं। ओके, अब यहाँनेरि हेर्नुस्, यहाँनेरि कुन कुन एंगल इक्वल हुन्छ त? यो इक्वल साइड को अपोजिट एंगल इक्वल हुन्छ। जस्तै यहाँनेरि तपाईहरुको POR भन्ने एंगल इक्वल हुन्छ कुनसँग? P ड्यास RO सँग के हुन जान्छ? इक्वल हुन जान्छ हो। यो कुराहरु इक्वल हुन्छ। अलिकति कङ्ग्रुएन्सी को कुराहरु याद आयो? यस सर। कङ्ग्रुएन्सी को कुराहरु याद आयो होला। ओके, यो एंगल इक्वल भयो। अब बाँकी रहेको रिमेनिङ एंगल पनि तपाईहरुको इक्वल हुनै पर्यो हैन? बाँकी रहेको रिमेनिङ एंगल पनि तपाईहरुको इक्वल हुन्छ। एंगल कुन हो त? OPR र अर्को एंगल OP ड्यास R, यिनीहरु पनि के हुन जान्छन्? इक्वलै हुन जान्छन्। ओके, यो कुराहरु पनि के भयो त? इक्वलै हुने भयो। अब नेक्स्ट थिङ यहाँनेरि जाउँ। यो लेन्थ र यो लेन्थलाई हामीले इक्वल प्रुभ गर्नको लागि अरु के काम गर्न सकिन्छ होला? यसो सोच्नुस् त। यहाँ पनि यो 90 डिग्री छ, यो 90 डिग्री छ। यो लेन्थ र यो जुन OP ड्यास र OP छ, यो दुईवटा इक्वल पनि छ। 90 डिग्री छ, यो पनि छ, इक्वल छ। अरे यहाँबाट त देखिएन। हेर्नुस् है, म एउटा कुरा देखाउँदै छु। हामीले जुन सानो क्लासमा पढेको कुराहरु छ नि, त्यो कुराहरुले नै जहिले पनि हामीलाई एन्सर दिन्छ, मिल्छ भन्ने छैन। ठीक छ? जहिले पनि त्यही अनुसार एन्सर मिल्छ भन्ने छैन। हामीले एउटा तरिका ट्राई गरौँ। यो तरिकाले त एन्सर निक्लेन। यो तरिका त हामीले डेड एन्ड जस्तो भयो। यहाँबाट त हामीले देखाउन सकेनौं अरे सर यो त कङ्ग्रुएन्सी भयो, तर कङ्ग्रुएन्सी भएर पनि हाम्रो कुरा मिलेन, किन यस्तो भयो त भन्ने कुरा तपाईहरुलाई आउन सक्छ। अब यहाँनेरि जियोमेट्रिकली हेर्दाखेरि मिल्छ, जियोमेट्रिकली हेर्दा मिल्छ, तर अब यसलाई थोरै हामीले एनालिटिकल वेमा एनालाइज गर्ने प्रयास गरौँ। ओके, एनालिटिकल वेमा एनालाइज गर्ने प्रयास गरौँ। हेर्नुस् है त, अब यसलाई एनालाइज गर्छौं हामी। सिम्पल जियोमेट्रीले यो कुरा देखिएन, सिम्पल जियोमेट्रीले देखिएन। अब के गर्छौं हामी? थोरै यहाँनेरि दिमाग लाउँछौं। अरु कुरा खासै चेन्ज गरिँदैन। यहाँ हेर्नुस् है त, यसलाई पनि मेटाइदिए हुन्छ। मानौ यो कोअर्डिनेट भनेको तपाईहरुको XY भयो, यसलाई तपाईहरुले मान्नुस् C, D भन्ने कोअर्डिनेट हो भनेर मानिदिनुस्। रिफ्लेक्सन पछि यो कोअर्डिनेट आयो, यसलाई यहाँदेखि यहाँ जोड्दिने। ओके, यहाँदेखि यहाँ जोड्दिने। यति काम भयो। यो O भयो, यो P ड्यास भयो, यो P भयो। ठीक छ? यहाँनेरि हामीलाई थाहा छ यो PR इक्वल्स टु RP ड्यास हुन्छ भन्ने कुराहरु पनि हामीलाई थाहा छ। अब हेर्नुस् एउटा कुरा, तपाईहरुले कोअर्डिनेट जियोमेट्रीमा के कुरा पढ्नु भएको छ नि? मिड पोइन्ट फर्मुला पढ्नु भएको छ। मिड पोइन्ट फर्मुला पढ्नु भएको छ भने यो R भनेको PP ड्यास को मिड पोइन्ट हो कि होइन? हेर्नुस् त, यहाँनेरि यो R छ, यो P छ, अनि यो P ड्यास छ, र यो R ले यसलाई दुईवटा बराबर भागमा डिवाइड गरेको छ। यो P को कोअर्डिनेट के हो? X, Y हो। यसको कोअर्डिनेट के हो? C, D हो। भन्छ यो मिड पोइन्ट को कोअर्डिनेट X + C/2 Y + D/2 हुन्छ हो। यति हुन्छ? यति हुन्छ कि हुँदैन? होइ त? हुन्छ सर। हुन्छ। अब यहाँनेरि हेर्नुस्, हामीलाई के थाहा छ? यो कोअर्डिनेट R भनेको तपाईहरुको यो Y = X लाइनमा पर्छ। Y = X लाइनमा पर्छ भन्नुको मतलब यो र यो कोअर्डिनेट त एक अर्कासँग इक्वल छ भनेपछि X + C/2 =
y प्लस d/2 हुन्छ कि हुँदैन? हुन्छ। यसको मतलब x प्लस c बराबर y प्लस d पनि हुने भयो, 2 2 क्यान्सल गरेर। यति कुरा यहाँनिर हामीलाई थाहा भयो। ओके, यति कुरा भयो, बुझ्यो? यस सर। ओके, अब यो लाइनलाई म नाम दिन्छु। यो पुरा लाइनलाई मानौ यम ड्यास भनेर मैले नाम दिएँ। अब हेर्नुहोस् है त, यो 90 डिग्रीमा छ, यो कुरा पनि हामीलाई थाहा छ। यति कुरा हामीसँग छ। अब मानौ, अरे स्क्रिनशट पो भएछ त। ओके, अब मानौ यो हाम्रो जुन y इक्वल्स टु x लाइन छ, मलाई कसैले भन्नु त यसको स्लोप के हुन्छ? यसको स्लोप कति हो? माइनस कोएफिसिएन्ट अफ x बाई कोएफिसिएन्ट अफ y। जे होस्, यसको स्लोप 1 आउँछ हैन त? हामीले त स्लोपको फर्मुलै पढाएको थियौं। y इक्वल्स टु, तपाईले यस्तो सम्झिने, y इक्वल्स टु mx प्लस c सम्झिदा यो 0 छ अनि यहाँ m को भ्यालु 1 भयो कि भएन? भने चाहिँ y इक्वल्स टु x मा स्लोप यो भयो। अब हेर्नुहोस् है, त्यसो भए यो pp ड्यास लाइनको स्लोप के हुन्छ? यो pp ड्यास भन्ने लाइन त यो mm ड्याससँग परपेन्डिकुलर छ कि छैन? छ। भनेपछि यसको स्लोप 1 हो भने यसको स्लोप -1 हो, यो भन्न मिल्छ? यो भन्न मिल्छ? मिल्छ। मिल्छ। यसको स्लोप कति हुने भयो त? 1 -1 हुने भयो। ओके, यो कुरा पनि हामीले बुझ्यौं। अब यहाँ हेर्नुहोस्, एउटा रमाइलो काम यहाँनिर गर्न सक्यो। अब के गर्न सक्यो त? यसको स्लोप -1 हो भने हामीसँग स्लोप निकाल्ने एउटा फर्मुला छ। त्यो के हो त? यो pp ड्यास भनेको y2 माइनस y1 बाई x2 माइनस x1 भनेको -1 लेख्न मिल्छ। अब d माइनस y बाई c माइनस x भनेको -1 लेख्न मिल्छ हो? यो लेख्न मिल्छ? भनेपछि d माइनस y भनेको माइनस c माइनस x छ। भनेपछि d माइनस y भनेको x माइनस के हुने भयो त? c हुने भयो। यसरी लेख्न सक्यो हो? यो लेख्न सक्यो। अब हामीसँग यहाँ दुईवटा रिलेसन छ। एउटा यहाँनिर यो रिलेसन छ, अर्को यहाँनिर यो रिलेसन छ। अब यो दुईवटा रिलेसनबाट केही गर्न सकिन्छ? हेर्नुहोस् त, यो दुईवटा रिलेसनबाट केही गर्न सकिन्छ? मानौ मैले यो रिलेसनलाई यसरी लेखेँ, x भनेको y प्लस d माइनस c लेखेँ भने, अनि यो भ्यालु मैले यहाँ पुट गरिदिएँ भने, यहाँ पुट गरिदिने के हुन्छ? d माइनस y, y प्लस d माइनस c भयो। अब यहाँनिर तपाईहरुको d र d क्यान्सल हुने भयो। यो 2c लाई उता लग्दै यहाँ 2y आउने भयो। भनेपछि y इक्वल्स टु c आयो कि आएन? y इक्वल्स टु c आयो हो? y इक्वल्स टु c आयो कि आएन? भनेपछि यो c को कोअर्डिनेट त y हुने रहेछ। यही अनुसार y को भ्यालु c यहाँ हाल्नु भयो। मानौ y इक्वल्स टु c यहाँनिर हाल्नु भयो भने c प्लस d माइनस c भनेको के हुन्छ? d हुन्छ कि हुँदैन? भनेपछि यो भनेको x आयो कि आएन? भनेपछि x, y को रिफ्लेक्सनले y, x दियो कि दिएन? दियो, दियो हो। यसरी हुन्छ। भनेपछि कुनै पनि कुराहरू जहिले पनि हामीले जस्तो तरिकाले सोच्यौं त्यसरी मात्रै सजिलो वेमा नआउने रहेछ भन्ने कुरा यहाँबाट हामीले देख्न सक्छौं के। सबै कुराहरू जस्ताको तस्तै हुन्छ, जस्ताको तस्तै मिल्छ भनेर छैन। म यहाँ तपाईहरुलाई पोइन्ट वाइज लेखिदिन्छु। मानौ यसलाई पोइन्ट नम्बर 1 मानौ, यसलाई पोइन्ट नम्बर 2 मानौ, यसलाई पोइन्ट नम्बर 3 मानौ, यसलाई पोइन्ट नम्बर 4 मानौ, यसलाई पोइन्ट नम्बर 5 मानौ। यो पोइन्ट नम्बर 4 भयो, अनि यतापट्टि पोइन्ट नम्बर 5 हो। यहाँबाट बल्ल हामीले के देख्यौं त? यदि pxy भन्ने कोअर्डिनेट छ र यसलाई चाहिँ मैले y इक्वल्स टु x लाइनमा रिफ्लेक्सन गरे भने के हुने रहेछ त? p ड्यास भनेको y,
यक्स आउने रहेछ भन्ने कुरा हामीले प्रुफ गरेर बुझ्यौँ क्या। हावातालमा बुझा होइन, हामीले रियल कुरा बुझ्यौँ हो। यसलाई चाहिँ म्याथमेटिक्स बुझ्नु भनिन्छ क्या। यो चाहिँ तपाईँहरूले म्याथमेटिक्स बुझ्नु भयो क्या, रट्नु भएन क्या। सिम्पल कुरा थियो, सिम्पल कुरा थियो यहाँनिर, तर हामीले यसलाई बुझेर काम गऱ्यौँ। यसलाई सिम्पली बुझेर हामीले के गर्यौँ त काम गऱ्यौँ। यसरी तपाईँहरूले काम गर्नुपर्छ जहिले पनि। यो वेमा काम गर्नुभयो भने कहिले पनि गल्ती हुँदैन। अब नेक्स्टमा तपाईँहरूको के आउँछ डी नम्बरमा, रिफ्लेक्सन अन अर्को कुन लाइन छ त, y इक्वल्स टु माइनस एक्स लाइन भन्ने छ। अब यहाँनिर मानौ यसरी यो कोअर्डिनेट बनाऊ, यसरी कोअर्डिनेट बनाऊ। अब तपाईहरुको लाइन कुन लाइनबाट रिफ्लेक्ट हुने हो, यो लाइनबाट रिफ्लेक्ट हुने हो। y इक्वल्स टु माइनस एक्स लाइन भनिन्छ यसलाई। जस्तै यहाँ x को कोअर्डिनेट -2 छ भने y को कोअर्डिनेट 2 हुन जान्छ। माइनस भयो, माइनस माइनस प्लस। यहाँनेरि x को कोअर्डिनेट 2 छ भने y को कोअर्डिनेट -2 भयो। यस्तो खालको लाइन हुन्छ यो y इक्वल्स टु माइनस एक्स लाइन। यतापट्टि सरी, यतापट्टि y भयो, यतापट्टि तपाईहरुको के भयो, x भयो। अब मानौ यहाँ मैले एउटा कुनै कोअर्डिनेट मानिदिए pxy भन्ने। अब मैले यसलाई रिफ्लेक्ट गरिदिए अरे, यसलाई मैले यसरी ट्वाक्राक्क रिफ्लेक्ट गरिदिए, ठ्याक्कै बराबर डिस्टेन्स लिए भने अब रिफ्लेक्सन पछि आउने कोअर्डिनेटको भ्यालु के हुन्छ, -y, -x हुन जान्छ। यसलाई जेनरल तरिकाले बुझे हुन्छ है अहिलेको लागि। कुनै जेनरल कोअर्डिनेट लिँदा यस्तो हुन्छ। अब तपाईहरुले अगाडिको तरिकाले यसलाई प्रुफ गर्न सक्नुहुन्छ। यसलाई प्रुफ निकाल्न सकिन्छ। यो तपाईहरुको होमवर्क भयो, भोलि माग्छु। होमवर्क के भयो त, प्रुफ दैट reflection on y equals to minus x line gives reflection of pxy on y equals to x line gives p dash minus y minus x। यो तपाईहरुको होमवर्क भयो, सबैजनाले गरेर बुझाउनु पर्यो। मलाई फोटो पठाइदिए हुन्छ ग्रुपमा है, ग्रुपमा ट्याक्राक्क यसो गर्ने, गरेर एउटा एउटा फोटो तपाईहरुले क्लिक गरेर पठाउने, आफ्नो आइडिया लाउने। माथिको जुन गरेको छ लगभग त्यही आइडिया अनुसार तपाईहरुले काम गर्न सक्नुहुन्छ। यो होमवर्क ग्रुपमा पठाउने, ग्रुपमा पठाइदिने। हस्, ओके, यो भयो। अब अर्को कुरा यहाँनेरि आउँछ, ई नम्बरमा तपाईहरुको आयो रिफ्लेक्सन अन x इक्वल्स टु h लाइन। अब अलिकति जेनरलाइज हुँदैछौँ हामी, थोरै जेनरलाइज हुँदैछौँ। मानौ यहाँनेरि तपाईहरुले यसरी कोअर्डिनेटको लागि लाइन बनाउनु भयो, यतापट्टि x भयो, यतापट्टि y भयो। अब x इक्वल्स टु h लाइन भनेको कस्तो हो भने x को कोअर्डिनेट चाहिँ चेन्ज हुँदैन, तर x एक्सिसमा बसेको छैन। x इक्वल्स टु लु के लाइन भनेर दिएको छ किताबहरुमा, यो लाइन तपाईहरुको x इक्वल्स टु के लाइन भनेको यहाँनेरिको कोअर्डिनेट k, 0 भयो। यो लाइनमा जहिले पनि x को भ्यालु के हुन्छ कि हुँदैन, y को भ्यालु जे होस्, तर x को भ्यालु जहिले पनि के हुन्छ। यदि लाइन प्यारलल टु x एक्सिस सरी y एक्सिस छ भने, लाइन प्यारलल टु y एक्सिस छ भने के भयो त, त्यो कुनै तरिकाले x इक्वल्स टु के लाइनको फर्मेटमा लेख्न सकिन्छ है। यो भयो। अब यहाँनेरि मानौ मैले कुनै एउटा पोइन्ट राखिदिए, pxy भन्ने पोइन्ट राखिदिए र यसलाई मैले यतापट्टि रिफ्लेक्ट गरिदिए, यतापट्टि मैले रिफ्लेक्ट गरिदिए भनेपछि यो रिफ्लेक्सन पछि जुन यहाँनेरि कोअर्डिनेट आउँछ, यहाँनेरि जुन कोअर्डिनेट आउँछ, यो कोअर्डिनेट के आउँछ भ्यालु, यो कोअर्डिनेटको भ्यालु के आउँछ होला,
यो कोअर्डिनेटको भ्यालु के आउँछ त भन्दाखेरि यो कोअर्डिनेटको भ्यालु आउँछ 2k माइनस x कमा y यस्तो आउँछ रे x इक्वल्स टु k लाइनमा गर्दा यो भ्यालु आउँछ रे अब तपाईहरुले चित्त बुझ्यो यतिले कसरी यस्तो हुन्छ त 2k किन आयो ल के त आयो के आउनै नै पर्थ्यो तर किन 2k नै आउनु पर्यो त कसरी आयो त 2k कसरी आयो होला यो 2k y को भ्यालुमा केही चेन्ज छैन किन चेन्ज छैन हेर्नुस् यहाँनेरि जति डिस्टेन्स यहाँ y को छ जति यो y को हाइट सरी जति यो y को हाइट छ यहाँनेरि यहाँ पनि y को हाइटमा केही पनि चेन्ज छैन यो हाइट बराबर छ यो हाइट बराबर छ केही पनि चेन्जेस छैन है केही पनि चेन्जेस छैन त्यही भएर यिनीहरु के भयो त बराबर हुने भयो ओके यति त भयो बट अब यहाँनेरि बुझौं यो डिस्टेन्स र यो डिस्टेन्स पनि के छ बराबर छ र यहाँनेरि आइदियो 2k माइनस x यो त बबाल लफडा भयो कसैले मलाई आइडिया भन्न सक्छ कसरी चाहिँ 2k माइनस x निकाल्न सकिन्छ होला भनेर एनीवन एनीवन ल कसैले पनि मलाई यसको भन्नुस् त आन्सर कसरी आउँछ आइडिया सोच्नुस् त किनभने त्यो लाइन k कमा 0 मा छ अनि x को भ्यालु त्यहाँ k छ जब x को भ्यालु बढ्दै गइरहा त्यसपछि त्यो अब मल्टिप्लाई गर्ने होला सर इन्टु 2 मल्टिप्लाई गर्ने हो सायद ओके ल यसरी सोचौं न मानौ हेरौं है त यसरी बुझौं रमाइलो हुन्छ के यति डिस्टेन्स भनेको x हो भन्ने कुरा हामीलाई थाहा छ र यहाँदेखि यहाँसम्मको डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स के हो भन्ने कुरा पनि हामीलाई थाहा छ यसमा कसैलाई केही डाउट छैन होला y को कोअर्डिनेटमा केही चेन्ज आउँदैन त्यसमा पनि कसैलाई डाउट छैन अब यो पोइन्टदेखि यति डिस्टेन्स चाहिँ कति हुन्छ त यहाँदेखि यहाँसम्मको डिस्टेन्स चाहिँ कति हुन्छ होला त कसरी निकाल्न सकिन्छ ट्राई गरौँ है हामीलाई थाहा छ यति डिस्टेन्स भनेको तपाईहरुको के हुँदो रहेछ अब हामीले निकाल्नु पर्यो यहाँदेखि यहाँसम्मको यति डिस्टेन्स निकाल्नु पर्यो हो यति डिस्टेन्स त हाम्रो के छ तर यति डिस्टेन्स कति हो त भन्ने यो डिस्टेन्स हामीले निकाल्न जरुरी छ यति डिस्टेन्स अब यति डिस्टेन्स निकाल्न के गर्न सकिन्छ त यसो आइडिया लाउँ त यहाँ हेर्नुस् है त यति डिस्टेन्स जुन छ यो डिस्टेन्स भनेको k माइनस x भन्न मिल्छ कि मिल्दैन हेर्नुस् त यो पोइन्टदेखि यो पोइन्टसम्मको डिस्टेन्स अथवा यसलाई नाम लेखिदिउँ यो पोइन्टलाई ओरिजिन मानौ यसलाई a मानौ यसलाई b मानौ o देखि a सम्मको डिस्टेन्स के छ o देखि b सम्मको डिस्टेन्स x छ भनेपछि b देखि a सम्मको डिस्टेन्स यहाँनेर के हुन्छ oa माइनस ob हुन्छ जुन के हो k माइनस x हो कि होइन हो अब यो k माइनस x हो भने यो माथिको डिस्टेन्स पनि त k माइनस x हो यो डिस्टेन्स पनि त तपाईहरुको के हो त k माइनस x हो कि होइन यो डिस्टेन्स तपाईहरुको k माइनस x नै हो यो डिस्टेन्स k माइनस x भइसकेपछि अब रिफ्लेक्सन हुँदा त बराबर हुनु पर्यो भनेपछि यो डिस्टेन्स पनि k माइनस x भयो भनेपछि यति तलको यो डिस्टेन्स कति आयो k माइनस x आयो भनेपछि यति डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स k माइनस x यहाँदेखि यहाँसम्मको डिस्टेन्स k भनेपछि मानौ यो पोइन्टलाई d भनेर मान्यौं भने o देखि d सम्मको डिस्टेन्स भनेको oa प्लस ad लेख्न सकिन्छ oa भनेको k भयो यतापट्टि k माइनस x भयो भनेपछि od भनेको 2k माइनस x भयो कि भएन त्यही भएर
यो ओडी भनेको त यो पी ड्यास को एक्स कोअर्डिनेट हो भने चाहिँ 2k माइनस एक्स आयो कि आएन? कुरा बुझियो? कुरा बुझियो कि बुझिएन? हल्का हल्का कन्फ्युजन छ सर। के कन्फ्युज भयो बाबु भन त? त्यही ओडी वाला। ओडी भनेको ओए प्लस एडी। ओडी यो यहाँदेखि यहाँसम्मको डिस्टेन्स ओडी हो। अनि ओडी भनेको ओए प्लस एडी गर्यो भने ओडी आउँछ कि आउँदैन? आउँछ। अनि ओदेखि बी कता गयो सर? यो बीलाई लिइराख्नु परेन नि त। मानौ यो छ भने मैले मसँग यस्तो छ भने ओए छ भने यहाँ बी छ भने मैले यदि चाहन्छु भने यो लिन पाउँछु यदि मलाई इच्छा छ भने, हैन? तर मलाई इच्छा छैन भने यो ओबी मैले लेखिराख्नु जरुरी छैन नि त। छ त? चाहिएको कुरा मैले लिन्छु, नचाहिएको कुरा म लिदिनँ। ओबी को पनि काम थियो नि त, किनभने मैले के माइनस एक्स त त्यतिकै निकाल्न सक्दिनँ थिएँ। हेर्नुहोस् त, यो बीए को भ्यालु निकाल्नको लागि अथवा एबी को भ्यालु निकाल्नको लागि मलाई ओबी को पनि युज गराएको छ नि त। कुरा बुझियो? बुझियो सर। यसरी पढ्नु पर्यो। यदि तपाईहरु साँच्चै नै म्याथ पढ्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने सबै कुरालाई एकदमै ध्यान दिएर बुझेर पढ्नुपर्छ। अब यहाँ हेर्नुहोस्, यो px, y छ। यहाँनिर यसरी के आयो त? x इक्वल्स टु के लाइनमा तपाईहरुले यदि रिफ्लेक्सन गर्नुहुन्छ भने तपाईहरुको p ड्याश भनेको के आउने रहेछ? 2k माइनस x, y आउने रहेछ। यो कुरा पनि तपाईहरुले बुझ्नुभयो। अब नेक्स्टमा तपाईहरुको यहाँ के आउन जान्छ त? f नम्बरमा रिफ्लेक्सन अन y इक्वल्स टु h लाइन भनेर छ। अब y इक्वल्स टु h लाइनमा रिफ्लेक्सन गर्नु पर्यो। यतापट्टि x भयो, यतापट्टि y भयो। y इक्वल्स टु h भनिसकेपछि यस्तो खालको एउटा लाइन आयो। y को भ्यालु कहिले पनि चेन्ज नहुने, यो 0, h कहिले पनि चेन्ज हुँदैन। अब मानौ, अथवा यसलाई अलिकति तल राखिदिन्छु मैले। यो भनेको के भयो त? 0, h भयो। मानौ यहाँनिर एउटा पोइन्ट आयो px, y। अब मैले यहाँनिर यसलाई के गरिदिए त? रिफ्लेक्ट गरिदिए। अलिकति सानो भयो कि, यसलाई थोरै तल सार्दिउँ है। उ त फेरि ठ्याक्कै एक्स एक्सिसमा परे जस्तो देखिन सक्छ। यो एक्स छ। अब यहाँनिर मैले रिफ्लेक्ट गरिदिए भने यसरी यहाँनिर आयो पोइन्ट। ओके, यहाँनिर आउने पोइन्टको कोअर्डिनेट के हुन्छ होला त? यो आउने पोइन्टको कोअर्डिनेट भनेको ठ्याक्कै x, 2h माइनस y हुन जान्छ। अब मलाई लाग्छ तपाईहरुले देखाउन सक्नुहुन्छ होला कसरी हुन्छ भनेर। यो तपाईहरुले देखाउन सक्नुहुन्छ होला कुन वेमा देखिन्छ भन्ने कुरा है। अगाडिको जस्तै गर्ने। मानौ यहाँदेखि यहाँ तपाईहरुले लाइन तान्नु भयो, यहाँदेखि यहाँ तपाईहरुले एउटा लाइन तान्नु भयो। अब यहाँदेखि यहाँसम्मको एउटा लेन्थ जुन आउँछ। अब हेर्नुस्, यहाँनिर एक्स कोअर्डिनेटमा केही चेन्ज हुँदैन। यो एक्स यहाँनिर जति एक्स थियो यहाँ पनि त्यति नै एक्स हुन्छ र यहाँ माथि पनि त्यति नै एक्स हुन्छ। तपाईहरुको चेन्ज हुने केमा हो? y कोअर्डिनेटमा चेन्ज हुन्छ। अब हेर्नुस्, y कोअर्डिनेटमा कति चेन्ज आउन सक्छ त? हैन, y कोअर्डिनेटमा तपाईहरुको कति चेन्जेसहरु आउन सक्छ भन्ने कुरालाई बुझौं। अब हेर्नुस्, यहाँदेखि यहाँसम्मको भ्यालु कति छ? y छ। सबै केसमा लागू हुन्छ है। यति y छ। ओके, यहाँसम्म तपाईहरुको y भयो। अब यो माथि गरे जस्तै अब यो h, यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको तपाईहरुको h हो कि होइन? यहाँदेखि यहाँसम्मको डिस्टेन्स तपाईहरुको h हो। भनेपछि यहाँनिर अब यो डिस्टेन्स र यो डिस्टेन्स बराबर पनि छ, तपाईहरुलाई थाहा छ। भनेपछि मानौ यसलाई मैले ए पोइन्ट माने, यसलाई मैले बी माने, यसलाई सी माने र यसलाई डी माने भने तपाईहरुको ओए भनेको y रहेछ र ओबी भनेको के रहेछ त? h रहेछ। अब यहाँनिर तपाईहरुले एबी निकाल्नु पर्यो भने ओए
माइनस ओबी, ओए माइनस ओबी गर्नु हो भने तपाईहरुको यहाँ के आउन जान्छ, वाई माइनस एच आउन जान्छ। एउटा यो भ्यालु आयो। यो एबी भनेको वाई माइनस एच भनेपछि यो वाई माइनस एच, यो वाई माइनस एच भनेपछि यो पनि कति आउने भयो, वाई माइनस एच। यो बीसी भनेको पनि वाई माइनस एच नै आउँछ, किनभने यो एबी भनेको यो इक्वल यो इक्वल यो इक्वल आउने भयो, यो वाई माइनस एच आउने भयो। तर अरे यहाँनिर त यो वाई माइनस एच छ। अब यहाँ यति डिस्टेन्स वाई माइनस एच छ हैन, यति डिस्टेन्स वाई माइनस एच छ। अनि यो कोअर्डिनेट हामीले निकाल्नु पर्नेछ, अथवा यति भ्यालु हामीले निकाल्नु पर्नेछ, सरी यति भ्यालु हामीले निकाल्नु पर्नेछ, यो यति भ्यालु निकाल्नु पर्नेछ, सी हो। अब हेर्नुस् यहाँनिर एबी को भ्यालु आयो, यो केसँग इक्वल हुन्छ, बीसी सँग इक्वल हुन्छ, सी भयो। अब ओबी को भ्यालु छ भने चाहिँ ओसी को भ्यालु कति आउँछ, ओबी माइनस कति आउन जान्छ, ओबी माइनस बीसी भनेर आयो। ओबी भनेको एच माइनस बीसी भनेको कति छ, वाई माइनस एच। यो भनेको कति आयो, एच माइनस वाई प्लस एच भनेको यहाँ मैले एचै लेखेको छ है, 2h माइनस वाई आउने भयो। त्यही भएर यसको यो ओसी को भ्यालु कति हुन्छ, 2h माइनस वाई हुन जान्छ। सिम्पल कुराहरुले बुझ्ने, सिम्पल जुन फिगर्सहरुको कङ्ग्रुएन्सहरु हुन्छ त्यो कङ्ग्रुएन्सको कुराहरुले तपाईहरुले बुझ्न सक्नुहुन्छ। बस त्यति नलेज तपाईहरुले चाहिँ गेन गर्नुपर्ने हुन्छ, त्यति नलेज तपाईहरुले गेन गर्नुपर्ने हुन्छ। एकदमै मैले यो चाहिँ तपाईहरुलाई इन डेप्थ क्लासेसहरु गराइरहेको छु यसको है, म एकदम आरामले पढाइरहेको छु है, किनभने तपाईहरुले बुझ्न जरुरी छ, मलाई चाहिँ त्यस्तो लाग्छ है। यसको मतलब यहाँनिर के हुने रहेछ त, कुनै पोइन्ट px, y छ, यदि मैले यसलाई के गरे, रिफ्लेक्सन गरे, y इक्वल्स टु के लाइन, h लाइनमा मैले के गरे, रिफ्लेक्सन गराए भने के हुने रहेछ त, p ड्यास x, 2h माइनस y हुने रहेछ। यो के भयो त, रिफ्लेक्सन भयो। यो सामान्य तरिकाको तपाईहरुको के हुने भयो त, रिफ्लेक्सनहरु हुने भयो है। ओके, यो रिफ्लेक्सनको कुरा भयो। नेक्स्टमा तपाईहरुको के आउँछ त, रोटेसनको कुरा आउँछ। अब यहाँनिर रोटेसनको कुरा आउँछ। रोटेसन भनेपछि कुनै एंगलमा टर्न गर्नु, कुनै एंगलमा टर्न गर्नु। यदि एन्टी क्लकवाइज रोटेट गर्नुहुन्छ, एन्टी क्लकवाइज घुम्नुहुन्छ भने यसलाई के भनिन्छ, पोजिटिभ रोटेसन भनेर। एंगल पोजिटिभ भयो त्यो बेलामा, पोजिटिभ एंगल हुन जान्छ एन्टी क्लकवाइज रोटेट हुँदा। र जब तपाईहरु क्लकवाइजमा रोटेसन गर्नुहुन्छ त्यति बेला तपाईहरु नेगेटिभ एंगल बनाउनुहुन्छ। यदि तपाईहरुलाई -45 डिग्रीमा रोटेट गर भन्नु भने तपाईले के बुझ्नु पर्यो, क्लकवाइज रोटेसन गर्नुपर्छ। यदि तपाईहरुलाई +150 डिग्रीमा रोटेट गर भन्नु भने अथवा 150 डिग्री मात्र दियो भने हामीले एन्टी क्लकवाइजमा रोटेट गर्नुपर्ने हुन्छ। यति कुरा बुझ्यो नि है, सबैभन्दा फर्स्ट हाफ कुरा। अर्को छ तपाईहरुलाई यहाँनिर, ओके कोही यो हेर्दै गर्दाखेरि, काम गर्दै गर्दाखेरि यो बुझिन्छ। पहिलो रोटेसन भनेको के भनिरहेछ, पोजिटिभ क्वार्टर टर्न, पोजिटिभ क्वार्टर टर्न भनेर दिइरहेको छ। पोजिटिभ क्वार्टर टर्न भनेको के हो, जहिले पनि बुझ्ने, यो क्वार्टर केसँग मेजर गरिएको छ भन्दाखेरि 360 सँग मेजरमेन्ट गरिएको छ। क्वार्टर भनेको यसको फोर्थ, यसको फोर्थ भनेको कति हुन्छ, 90 डिग्री भनेपछि पोजिटिभ क्वार्टर भनेको के हो त, 90 डिग्रीमा घुमै तर कता, एन्टी क्लकवाइज डिरेक्सनमा घुमै भनिरहेको छ। 90 डिग्री, किनभने पोजिटिभ भनेको मैले के भने, एन्टी क्लकवाइज भने, क्वार्टर भनिसकेपछि 90 डिग्रीमा घुम भनेर भने। अब हेरौँ यसलाई, यहाँनिर यसरी आउन गयो, ल म हल्का यतापट्टि राखिदिन्छु। यतापट्टि तपाईहरुको y हुने भयो, यतापट्टि तपाईहरुको x हुने भयो। मानौ यहाँ एउटा पोइन्ट px, y छ। अब यसलाई तपाईहरुले के गर्नुहुन्छ, जेनेरली तपाईको रोटेसन भनेको ओरिजिनको रेफरेन्समा हुन्छ। अहिले तपाईहरुलाई चाहिँ अरु कोअर्डिनेट एक्सिसको इन टर्म्समा रोटेसन गराउँदैन, तर पनि क्वेशनहरु आयो भने म तपाईलाई सिकाइदिन्छु कसरी गर्ने। तपाईहरुले यसलाई रोटेसन के अनुसार गर्नुहुन्छ त, यहाँनिर अनुसार
ओरिजिन अनुसार तपाईहरुले रोटेसन गराउनुहुन्छ। ओके, यो भयो पी भयो। अब यसलाई 90 डिग्री घुमाउनु पर्यो। 90 डिग्री घुमाउँदा यहाँनेरि पुग्यो अरे यो, हेर्नुस् है। 90 डिग्री घुमाउँदा यहाँनेरि पुग्न गयो। यो एंगल जुन यसले ट्राभल गरेको छ नि यति, यो भनेको 90 डिग्री हो। यसरी यहाँबाट घुम्दै 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 यहाँ पुग्यो के। यहाँ पुग्दाखेरि यसले 90 डिग्री हिड्यो भनेर बुझ्न सकिन्छ। अब यो कोअर्डिनेट कति हुन्छ त? यो कोअर्डिनेट कति हुन्छ होला त? यसको कोअर्डिनेट भनेको तपाईहरुलाई दिएको छ -y, x भनेर दिएको छ। यसको कोअर्डिनेट कति दियो? -y, x। अब कसरी निकाल्न सकिन्छ होला त यसको कोअर्डिनेट -y, x हुन्छ भनेर? कसरी इमेजिन गर्न सकिन्छ होला यो कुरा? इमेजिन गर्नुस् त। ल विनायक भाइ, सावित्री, प्रतिष्ठा, लोकेश, चेतन, विक्रम, यस सर। इमेजिन गरौँ कसरी गर्न सकिन्छ होला यो? 90 डिग्रीले टर्न भएको छ, हामीले कसरी चाहिँ सोच्न सकिन्छ कि -y, x आयो भनेर? एन्टी क्लकवाइज भएर। ओके, एन्टी क्लकवाइज त भयो। एनीवन, एनी आइडिया? डिस्कस गरौँ के। हामीले के यतिकै पढ्न त जसले नि पढिहाल्छ नि यार। हामीले अलरेडी डिस्कसन गरेनौँ, कुरा गरेनौँ भने त के मजा भयो र? पढे कि मजा भएन नि? यसो सोचौँ है त। मानौ यो कोअर्डिनेटलाई मैले a, b माने अहिलेको लागि, र मैले यहाँनिर यतापट्टि यसलाई राखिदिए, यसलाई यतापट्टि यसरी राखिदिए। ओके, यो काम गरिदिए। यो पनि 90 डिग्री छ, यो 90 डिग्री छ, यो 90 डिग्री छ, यो 90 डिग्री छ। ओके, अब के गर्न सकिन्छ होला यसमा? कुन वेमा बुझ्न सकिन्छ होला? यो त बहुत गाह्रो कुरा भयो। कुन वेमा गर्न सकिन्छ होला? एउटा कुरा यहाँनिर ध्यान दिनुस्, यो लेन्थ र यो लेन्थ तपाईहरुको जहिले पनि के हुन्छ? बराबर हुन्छ। जहिले पनि किन बराबर हुन्छ भने, मानौ तपाईले एउटा लट्ठीको टुप्पोलाई हातले पक्रिनु भयो र त्यसलाई 90 डिग्री रोटेट गराउनु भयो भने त्यसको लेन्थमा कहिले चेन्ज आउँछ? त्यो रस्सीको लेन्थमा, त्यो रोपको लेन्थमा त चेन्ज आउँदैन नि। आउने उसको एंगलमा रोटेट भएर उसको ओरिएन्टेसन कतातिर ढल्केर बसेको छ त्यसमा चेन्ज आउने हो कि होइन? हो। भनेपछि यसको लेन्थमा त चेन्ज नआउने रहेछ। पहिलो कुरा यो बुझ्नु पर्यो। हो, यसको लेन्थमा चेन्ज आउँदैन। यो ओरिजिनको कोअर्डिनेट कति हो? 0,0। लेन्थमा चेन्ज आउँदैन। एउटा त यहाँनिर यो कुरा आइहाल्यो। अरु के हुन सक्छ? अरु के कुरा हामीले यहाँनिर थाहा हुन सक्छ? कमन आइडिया 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 जेनेरेट गरौँ। अरु के कुरा हुन सक्छ होला? त्यतिकै त निकालेको फर्मुला होइन, केही न केही त ट्रुथ छ यहाँनिर। अर्को कुरा, मानौ मैले यहाँदेखि यहाँसम्म जोडिदिए, यसले के फाइदा गर्छ होला मलाई? यसले मलाई के फाइदा गर्ला? अब यो र यो साइड इक्वल छ भने यो र यो एंगल पनि इक्वल छ।
यो दुईवटा एङ्गलहरू इक्वल छ अनि यो दुईवटा लाइनहरू त अभियसली प्यारललै हुन्छन् प्यारलल हुन्छन् कि हुँदैनन् होला मैले एउटा रेक्टेङ्गल टाइपको फिगर बनाउन सक्छु होला त यहाँ सकिन्छ होला सकिन्छ अब यो र यो इक्वल छ भने चाहिँ यो र यो पनि इक्वल छ हो यो र यो एङ्गल पनि के छन् त इक्वल छन् अल्टरनेट एङ्गलको इन टर्म्समा अनि यो एङ्गल 90 डिग्री छ भनेपछि यो 45 डिग्री यो 45 डिग्री आउन जान्छ हो 45 डिग्री 45 डिग्री आउन गयो भनेपछि यतापट्टि अरू पनि के आउन जान्छन् 45 डिग्री नै आउन जान्छन् हो यति आउने भयो यो आउने भइसकेपछि यस्तो हेर्दाखेरि अरे अब यो र यो इक्वल यो र यो इक्वल यो एङ्गल पनि इक्वल एएसए एक्जियो यसको मतलब त अब यो साइड र यो साइड पनि इक्वल हुनु पर्यो तर सरले त भन्नुभएको छ यसरी त नहुनु पर्ने कुरा त बिग्रिसक्यो कुरा बिग्रेको बिग्रेन यहाँनिर हेर्नुहोस् त अब यो मानौ 45 डिग्री भयो उतापट्टिको पनि तपाईँहरूको के भयो त 45 डिग्री भयो एउटै लेन्थमा आयो भने के हुन जान्छ बिग्रिने रहेछ कुरा यदि यो र यो एङ्गल ओके यो र यो एङ्गल इक्वल छ तर हाम्रो के छैन त यो र यो लाइन र यो लाइन प्यारलल हुनुपर्छ भन्ने छैन प्यारलल हुन पनि सक्दैन प्यारलल हुन पनि सक्दैन ल मैले यसरी यहाँ जोडिदिएँ यो र लाइन प्यारलल हुनुपर्छ भन्ने छैन किन हुँदैन हेर्नुहोस् न यसको हाइट कति छ यसको हाइट y छ तर यसको हाइट कति छ x छ भनेपछि यिनीहरू इक्वल हुन्छन् त लाइन लाइन इक्वल हुँदैनन् तर यहाँ एउटा कुरा हामीले के थाहा भयो नि यसरी जोडेर यो एङ्गल र यो एङ्गल चाहिँ इक्वल हुन्छ है भन्ने कुरा हामीले थाहा पायौँ पहिलो कुरा त हामीलाई थाहा भयो र अर्को कुरा हामीलाई के पनि थाहा छ सरी अर्को कुरा हामीलाई के पनि थाहा छ यो एङ्गल तपाईँहरूको 90 डिग्री हो यो र यो एङ्गल इक्वल छन् भनेपछि यो एङ्गल 45 डिग्री यो एङ्गल पनि तपाईँहरूको कति हुने भयो त 45 डिग्री हुने भयो यति कुरामा त हामी डाउटफुल छैनौँ यति कुरामा हामी डाउटफुल छौँ त छैन है यति कुरा पनि हामीले बुझ्न सकिन्छ ओके यो कुरा पनि हामीले बुझ्यौँ अब यो एङ्गल 45 डिग्री भएर हामीलाई के फाइदा पुग्छ होला यसो हेर्ने 45 डिग्री भएर हामीले के फाइदा पुगेको छ कि छैन खोइ त यार यसो केही कुरा गरौँ न मजै भएन नि यो त ट्रान्सफर्मेसन पढेको मजै आएन नि सर के फाइदा भयो त्यही त 45 डिग्री भएर के हुन्छ होला त यसले के गर्छ होला त मलाई पनि थाहा छैन क्या त्यही भएर म तपाईँहरूसँग डिस्कसन गरिरहेको छु डिस्कसनमा इन्भल्भ हुनु न तपाईँहरूले भन्नुहुन्छ नि या स्कुलको पढाइ एकदम बोरिङ भयो यस्तो भयो उस्तो भयो सरले अब के पढाएको भन्ने हुन्छ अब जब हामीसँग डिस्कसन गर्ने अवसर छ पढ्ने अवसर छ वाइ नट युज इट प्लिज इन्भल्भ हुनुहोस् यसमा अरू के गर्न सकिन्छ होला अब यसमा अरू के कुरा निकाल्न सकिन्छ होला यसमा के गर्दाखेरि चाहिँ सायद हाम्रो एन्सर मिल्न सक्छ होला त यसो ट्राई गर्नु न इमेजिन गरौँ त बसेर क्लास लम्बियोस् न अलिअलि 5-10 दिनै लम्बियोस् के फरक पर्छ र तपाईँहरूले यो च्याप्टर हेर्नु पनि भएको छैन अहिलेसम्म कमन अब रोटेसनलाई मैले फर्मुला अनुसार तपाईँहरूलाई बुझाउन सक्छु है यसको फर्मुलाहरू हुन्छ जुनलाई आनन्दले प्रुफ गरेर निकाल्न सकिन्छ तर पनि किन त्यसरी गरिहाल्ने भन्ने कुरा मात्रै हो है किन त्यसरी गर्ने किन त्यसरी निकाल्ने भन्ने कुरा चाहिँ मैले यसो सोचेँ किन त्यसरी गर्ने नभए हामीसँग एउटा तरिका छ तर पनि एकचोटि सोच्नुहोस्
के आइडिया आयो त? आएन सर। नो सर। ल अब हेर्नुहोस् है त, कुनै कुनै कुरालाई बुझ्नको लागि गर्नको लागि अलिकति डिफ्रेन्ट वेमा हामीले यसलाई एप्रोच गर्नुपर्ने पनि हुनसक्छ है, डिफ्रेन्ट वेमा एप्रोच गरेर पनि हेर्नुपर्ने हुनसक्छ। अब म एक्चुअली त्यो कुरा सिकाउँछु। यदि तपाईँहरूलाई धेरै जस्तो फिल भयो भने म सर र फर्मुला लेखेर काम गर्छु है त। अनि मानौ यहाँनिर हेर्नुहोस्, यो एउटा के छ, अब यसको काम गर्न कसरी काम हुन्छ भनेर बुझाउन खोजिरहेको छु म। मानौ यतापट्टि एक्स एक्सिस छ, यतापट्टि तपाईँहरूको वाइ एक्सिस छ। यो तपाईँहरूको के भयो, ओरिजिन भयो र अब हेर्नु है त, यो एउटा भ्यालु छ। अब यहाँनिर हामीले के गर्न खोजिरहेको छौँ भने कुनै कुरालाई रोटेसन गर्नु भनेको कसरी बुझ्न सकिन्छ भन्दा यो जुन कोअर्डिनेट छ है, यो कोअर्डिनेटलाई नै मैले के गरिदिन्छु, चेन्ज गरिदिन्छु के। लु मानौ यो स्मल एक्स हो, यो स्मल वाइ हो, यो कोअर्डिनेटलाई मैले यसरी रोटेट गरिदिएँ, कोअर्डिनेट सिस्टमलाई नै रोटेट गरिदिन्छु के म। यो एक्सलाई घुमाएर मैले यहाँनिर एक्स बनाएँ, यो वाइलाई घुमाएर मैले यहाँनिर पुऱ्याएँ क्या। बुझ्नुहोस् कि यो ओएक्स नै यहाँनिर पुग्यो, यो ओवाइ नै कोअर्डिनेटै रोटेट गराइदिएँ क्या मैले। अब कोअर्डिनेट रोटेट गराउँदाखेरि के हुन्छ त, यहाँनिर मैले थीटा डिग्रीले रोटेट गराएँ, यहाँनिर पनि के गरेँ त, थीटा डिग्रीले नै के गरेँ त, रोटेट गराएँ। ओके, यति कुरा बुझ्न सकिन्छ। मैले एक्सलाई थीटा डिग्रीले रोटेट गराएँ, अर्कोलाई पनि यतिले गराएँ। यतिसम्म क्लियर छ? सर। ओके, अब हुन त यो कुराहरू तपाईँहरूले बिएससीमा पढ्ने हो है, बिएससीमा पढ्नुहुन्छ अथवा ब्याचलर्समा पढ्ने कुरा हो। तथापि मलाई लाग्छ तपाईँहरूले यो कुराहरू चाहिँ बुझ्न सक्नुहुन्छ, किनभने धेरै त्यस्तो डिमान्डिङ कुरा पनि छैन है, त्यस्तो धेरै डिमान्डिङ कुरा पनि छैन। ओके, अब मानौ के मानौ त भन्दाखेरि कुनै एउटा कोअर्डिनेट अनुसार हामीले काम गरौँ। यहाँनिर मैले एउटा पोइन्ट पी मानिदिएँ, यसको कोअर्डिनेट चाहिँ एक्स कमा वाइ हो। एक्स कमा वाइ कुनको आधारमा त भन्दा यहाँनिर यो तल्लो कोअर्डिनेटको आधारमा यसरी मैले मेजर गरेँ भने यो एक्स कोअर्डिनेट हुन्छ र यो वाइ कोअर्डिनेट हुन जान्छ। तर जब मैले नेक्स्ट कोअर्डिनेट सिस्टमको अनुसार मेजरमेन्ट गर्छु, नेक्स्ट कोअर्डिनेट सिस्टमको अनुसार मेजरमेन्ट गर्छु, मैले यसलाई वाइ लेखिदिएँ। नेक्स्ट अनुसार मेजरमेन्ट गर्दा यहाँनिर यसरी तपाईँहरूको यो प्यारलल आउनु पर्यो उतापट्टि, र यतापट्टि तपाईँहरूको यसरी यहाँनिर जोडिदिएँ मैले। ओके, यसरी मैले यहाँनिर जोडिदिएँ। यसको ओरिजिनमा केही पनि चेन्ज आएको छैन, ओरिजिन एउटै राखेर चाहिँ एक्सिसलाई मात्रै मैले के गरिरहेको छु त, रोटेसन गराइरहेको छु। अथवा यसरी मैले यहाँनिर लेखिदिएँ है, किनभने यो एक्सको भ्यालु त यो पोइन्टदेखि यहाँ पोइन्टसम्मको डिस्टेन्स हो नि त। भनेपछि यो कोअर्डिनेट यतापट्टि मैले यसलाई वाइ ड्यास लेखेँ, यतापट्टि एक्स ड्यास लेखेँ। यही एउटै कोअर्डिनेटलाई मैले दुईटा प्लेनमा रिप्रेजेन्ट गर्दाखेरि, दुईटा कोअर्डिनेट सिस्टममा रिप्रेजेन्ट गर्दा दुईटा प्रकारको रिप्रेजेन्टेसन आयो क्या हैन। एउटा यो सिस्टम अनुसार मैले रिप्रेजेन्टेसन गराएँ, यो सिस्टम अनुसार यो रिप्रेजेन्टेसनमा एक्स कमा वाइ हुन्छ, र जब मैले अर्को कोअर्डिनेट सिस्टम अनुसार रिप्रेजेन्टेसन गराउँछु, यो कोअर्डिनेट र यो कोअर्डिनेट सिस्टम अनुसार जब मैले रिप्रेजेन्टेसन गराउँछु, यसकै रिप्रेजेन्टेसन कस्तो भयो त भन्दा एक्स ड्यास वाइ ड्यास अनुसार रिप्रेजेन्टेसन भयो है।
यो हुन गयो। अब मैले के रिलेसन निकाल्नु पर्ने छ भने यो x ड्यास y ड्यास र x ड्यास y ड्यास र x y को के रिलेसन छ त भनेर मैले निकाल्नु पर्ने हुन्छ यहाँनेरि। ठीक छ, यो रिलेसन मैले के गर्नुपर्ने हुन्छ, निकाल्नु पर्ने हुन्छ। यसको लागि मैले मानौ यहाँदेखि यहाँ यसरी के गरे, एउटा परपेन्डिकुलर यहाँनेरि ताने। ओके, त्यसै गरी यहाँदेखि यहाँ पनि एउटा यसरी मैले लाइन ताने। ओके, यो लाइनहरु मैले ताने। अब यसलाई यसो लेबल गर्दिउँ। मानौ यसलाई डी मानौ, यसलाई ई मानौ यो पोइन्टलाई, त्यसै गरी यसलाई बी मानौ। यहाँदेखि यहाँ पनि म एउटा लाइन तान्छु, यसलाई मैले ई मान्छु ल, यसलाई एफ मानिदिउँ, यसलाई एफ मानिदिउँ, यसलाई ए मानिदिउँ, त्यसै गरी यसलाई सी भन्ने पोइन्ट मानिदिउँ। अब यो एपी जुन छ, यो एपी इक्वल्स टु ओबी हुन्छ। एपी इक्वल्स टु ओबी भनेको यक्स भनेपछि यो भ्यालु तपाईहरुको यक्स हुने भयो। ओके, त्यसै गरी यहाँ यो ओडी इक्वल्स टु पीसी हुन्छ। यो भनेको कति हुन्छ, यक्स ड्यास भनेपछि यो पनि कति आउने भयो, यक्स ड्यास तपाईहरुको आउने भयो। ठीक छ, यहाँसम्म त कुरा क्लियर भयो। अब यहाँनिर हेर्नुस् है त, यो जुन पीएफ छ है, यो जुन पीएफ छ, यो पीएफ को रिलेसन हेरौँ है त। यहाँनिर यो जुन थीटा छ, यो थीटा र अब यहाँनिर मैले cos थीटा इक्वल्स टु पीएफ बाई के लेख्न सक्छु त, पीडी भनेर लेख्न सक्छु। पीएफ बाई के लेख्न सक्छु, पीडी भनेर लेख्न सक्छु। किनभने यो थीटा र यो थीटा तपाईहरुको इक्वल हुन्छ, तपाईहरुले यसलाई प्रुफ गर्न सक्नुहुन्छ। भनेपछि यहाँनिर यो पीएफ भनेको कति आउने भयो, y ड्यास cos थीटा भनेर आउने भयो। पीएफ भनेको y ड्यास cos थीटा आउँछ। त्यसै गरी यो एफडी तपाईहरुले मेजरमेन्ट गर्नुभयो भने y ड्यास sin थीटा भनेर आउँछ। ठीक छ, y ड्यास sin थीटा भनेर आउँछ। यो हामीले ट्रायंगल पीएफडी मा काम गर्यौं। ठीक छ, पीएफडी मा काम गर्यौं। अब यो ट्रायंगल डीओई मा हेरौं। ट्रायंगल डीओई मा हेर्दाखेरि, ट्रायंगल डीओई मा हेर्दाखेरि तपाईहरुको के हुन जान्छ भने, मानौ यहाँनिर cos थीटा भनेको के हुन जान्छ, हेर्नुस् त, cos थीटा लिनुभयो भने डीई बाई के हुन जान्छ, ओडी हुन जान्छ। डीई बाई ओडी हुन जान्छ भनेपछि डीई भनेको के भयो त, ओडी cos थीटा भयो। अब डीई भनेको केसँग इक्वल लेख्न सकिन्छ, डीई भनेको केसँग इक्वल लेख्न सकिन्छ, हेर्नुस् त, ओई इक्वल्स टु ओडी छ। ओडी भनेको यो के हो त, एक्स ड्यास cos थीटा आउने भयो। ओई भनेको अथवा डीई भनेको यहाँनिर यति भ्यालु आउने भयो। डीई भनेको यसलाई यो पनि भन्न सकिन्छ, बीएफ पनि भन्न सकिन्छ। त्यसै गरी यदि सरी, यो त sin थीटा हो, सरी यो sin थीटा हो, यहाँनिर sin थीटा हुन्छ र यहाँनिर के हुन जान्छ, sin थीटा हुन जान्छ। त्यसै गरी यतापट्टि cos थीटा भनेको के हुन जान्छ, ओई बाई के हुन जान्छ, ओडी हुन जान्छ। भनेपछि ओई भनेको यहाँनिर के आउने भयो, एक्स ड्यास cos थीटा भनेर आउने भयो। एक्स ड्यास के आउने भयो, cos थीटा भनेर यहाँनिर आउन जान्छ। ओके, किन भएन, cos थीटा। ओके, यो आउने भयो एक्स ड्यास sin थीटा। यतिसम्म यसो बुझिरहेछ? यस सर, ठीक ठिकै छ है। अब मानौ यो तपाईहरुले x को भ्यालु निकाल्नु पर्यो। हेर्नुस् है, यो x को भ्यालु तपाईहरुले निकाल्नु पर्यो भने यो x भनेको ओबी हो। ओबी भनेको के लेख्न सकिन्छ, ओबी भनेको ओई माइनस बीई भनेर लेख्न सकिन्छ। अब यहाँनिर ओई को भ्यालु एउटा आयो, एक्स ड्यास cos थीटा, र बीई को भ्यालु कति छ, यो बीई को भ्यालु कति हो, यो बीई को भ्यालु भनेको एफडी सँग इक्वल हुन्छ। बीई को भ्यालु एफडी सँग इक्वल हुन्छ, जुन के हो, y ड्यास sin थीटा भनेर आउँछ। भनेपछि x भनेको x ड्यास cos थीटा माइनस y ड्यास sin थीटा भयो। त्यसै गरी अब मैले y को भ्यालु निकाल्नु पर्यो। y को भ्यालु भनेको पीबी हुन्छ। पीबी भनेको के लेख्न सकिन्छ, पीएफ प्लस एफबी लेख्न सकिन्छ। यो पीएफ भनेको कति आयो त,
पिएफ भनेको कति आएको थियो अघि पिएफ भनेको वाइ ड्यास कस थीटा अर्को भनेको एक्स ड्यास साइन थीटा आउन जान्छ भनेपछि हाम्रो एक्स र वाइ को कोअर्डिनेट्सलाई यस्तो फर्मेटमा हामीले रिप्रेजेन्ट गर्न सक्यौं ठीक छ अब कस्तो हुन्छ भने एउटा रुल तपाईहरुले यसलाई इन्टरचेन्ज गरेर एक्स ड्यास भनेको एक्स कस थीटा माइनस वाइ साइन थीटा र वाइ ड्यास भनेको वाइ कस थीटा प्लस एक्स साइन थीटा यसरी लेख्न सक्नुहुन्छ के यो एउटा रुल हो यसलाई चाहिँ इन्भेरिएन्स भनेर भनिन्छ कि मैले इन्भेरिएन्स भनेर भन्दै थिएँ नि यही इन्भेरिएन्सको रुल हो अब यो थीटा भनेको चाहिँ तपाईले कोअर्डिनेटलाई नि जुन घुमाउनु भयो नि यो कोअर्डिनेटलाई जुन घुमाउनु भयो यसरी नै यो कुनै एउटा लाइनलाई तपाईले घुमाए जस्तो हो के सर्र घुमाए जस्तो हो यो लाइनलाई घुमाएकै जस्तो हो के यो भनेपछि यहाँनेरि यो हाम्रो थीटा कति डिग्रीले घुम्यो 90 डिग्रीले घुम्यो थीटा 90 डिग्रीले घुम्नुको मतलब एक्स ड्यास भनेको के हो एक्स कस 90 0 माइनस वाइ वाइ ड्यास भनेको यहाँनेरि 0 प्लस एक्स भनेपछि एक्स ड्यास भनेको माइनस वाइ भयो वाइ ड्यास भनेको के भयो त एक्स भयो त्यही भएर यो कोअर्डिनेट माइनस वाइ कमा एक्स आउन गएको हो खास रिजन यो हो जुन हामीले किताबहरुमा जेनरली दिइँदैन पढाइँदैन गराइँदैन है अब मलाई फिल भइरहेको छ कि तपाईहरुलाई गाह्रो भइरहेको छ है यो अभियसली गाह्रो कुरा छ हुन त तपाईहरुले सजिलैसँग बुझ्ने कुरा पनि छ जस्तै मैले तपाईहरुलाई इन्भेरिएन्स भन्ने कुरा के हो भन्दाखेरि जस्तै तपाईहरुले जब फंक्सनको इन्भर्स निकाल्नुहुन्छ तपाईले डमी भेरिएबलको टेक्निक सिक्नु भएको छ कि छैन त डमी भेरिएबलको टेक्निकले के गर्छ भने एक्स र वाइले यतिकै रिप्लेस गर्न मिल्छ के भन्ने कन्सेप्ट जस्तै यहाँ पनि एक्स र एक्स ड्यासलाई चाहिँ इन्भेरिएन्सको रुल अनुसार रिप्लेस गर्न सकिन्छ भन्ने सिम्पल रुलले हामीले काम गर्यौं है र यसरी चाहिँ यो सानो कुराको लागि हेर्नुस् त कति धेरै हिसाब गर्नु पर्दो रहेछ त भन्ने कुरा हामीले देखिसक्यौं है त